राख्नुहोस्, दुनियाँमा सबभन्दा धनी मान्छे अहिले कोरे इलन मस्क, खर्बौं पैसा छ। अनि दुनियाँमा सबभन्दा धनी मान्छे बिल गेट्स, अलि पुरानो भइसक्यो, बिल गेट्स पनि हो अहिले पनि, जेफ बेजोस हो, वारेन बफेट हो, ज्याकमा हो, धीरूभाइ अम्बानी हो, धेरै छन्। धीरूभाइ अम्बानी त बितिसके, उनका छोराहरू मुकेश अम्बानी। यसरी 101 खरबपतिहरू छन्। नेपालकै कुरा गर्दा विनोद चौधरी हुन्। तर तपाईलाई थाहा छ, विनोद चौधरी लगायत एलन मस्कसम्म कुरा गर्दा उनीहरूको धन उनीहरू एक्लैले कमाएको हो कि अरूले कमाइदिएको? ल भन्नुहोस् मलाई। के अरे म सुन्नु छु के अरे अरूले कमाइदिएको। उनीहरूको लागि काम गर्ने हजारौं हुन्छ। हजारौं मान्छेले दिनदिनै काम गरेको थोरै पैसा उनको खातामा आउँछ। उनले पनि काम गर्छन् र हजारौंले पनि उनको लागि काम गरिरहेको हुन्छ। र हजारौंले काम गरेपछि मात्रै तपाईको उत्थान हुन्छ। तपाईले निन्दा गर्न थाल्यो भने एउटाले पनि तपाईलाई काम गर्दैन। कसरी धनी हुने? ल भन्नुहोस् मलाई। कसरी हुने धनी? कसरी बन्ने विकास? कसरी उठ्ने? त्यसकारण यदि तपाईँ उठ्नु छ भने काम खोज्नु होइन, काम दिन सिक्नुस्। याद राख्नु, काम खोज्यो भने त जिन्दगीभर नोकर मात्रै बनिन्छ। काम खोजेर हिँड्नेहरू त जिन्दगीभर नोकर मात्रै बन्छ। तर यसको मतलब यो होइन फेरि काम खोज्नु हुँदैन, होइन, काम सिक्ने हिसाबले खोज्नुपर्छ।